साथीहरु तपाईहरुलाई पनि यस्तो खालको भिडियो बनाउन आउँछ। म आज यस्तै खालको भिडियो बनाएर देखाउने छु। सबभन्दा पहिले म यसलाई ब्याक गरे र तपाई मेरो च्यानलमा फर्स्टचोटि हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब लाइक शेयर गरेर सपोर्ट गर्नु होला। लेट्स गो। म अब कपक्याटबाट तपाईलाई यस्तै खालको भिडियो तपाईहरुलाई मैले बनाएर देखाउने छु है त। सबभन्दा पहिले म चाहिँ कपक्याट ओपन गरे कपक्याट ओपन गरे एप यहाँ गएर म डाइरेक्ट अब यहाँ तपाईले गए म लाइब्रेरीमा गएर मैले तल क्रिएटमा गए क्रिएट गरे र यहाँ गएर मैले एउटा चुज गरे यो फोटो जुन मैले यो तपाईले देखाउने छु यो फोटोबाट नै मैले चुज गरे एसडी मा गरे र यो फोटो कत्रो बनाउने हो यो मैले औँलाको सहायताले बुढी औँलाको सहायताले पक्रेर तान्दै गएर मैले अहिलेलाई 24 सेकेन्डमा राखिरहेको छु। यति भइसकेपछि यसलाई मैले अब एउटा इफेक्ट हाले इफेक्टमा गएर भिडियो इफेक्ट गए र भिडियो इफेक्टमा गएर यहाँ इफेक्ट चुज गरेमा मैले यो नर्मल इफेक्ट दिए इफेक्ट यस्तो आयो। अरु यो इफेक्ट आयो इफेक्टलाई पनि सेम भिडियोकैमै सेम मैले बनाइदिए। यो भइसक्यो यतिको काम हाम्रो भइसक्यो। त्यहाँबाट अहिले यहाँ म अब एउटा पहिला म यो सिलेक्ट गर्छु है के को लागि हो एप्सर ए रोटेट भनेको यो मैले टिकटकको लागि बनाएको युट्युबको लागि हो भने त युट्युबको लागि यसरी बनाउँदा नि हुन्छ यिनीहरु इन्स्टाग्रामको लागि यो पनि युट्युब सानोको लागि र मैले टिकटकको लागि भएर मैले यस्तो खालको रोटेट चुज गरे र त्यहाँ भन्दा अनि मैले एउटा गएर अब एउटा म्युजिक प्लेयर बजेको मैले यो लिनु पर्यो हैन। यसको लागि मैले यतिकै मैले सर्च गरिन यतिकै आयो म्युजिक प्लेयरको यो हटको चिन्ह यो पनि औँलाको सहायताले प्रेस गरेर लङ प्रेस गरेर मैले फ्रेममा यसरी राख्दिए। यसलाई पनि मैले अब तल औँलाको सहायताले बुढी औँलाको सहायताले राइटको तरफ तान्दै गयो कतिसम्मले चाहिन्छ र यो अझै ठुलो चाहिन्छ भने दुईटा औँलाको सहायताले यसरी औँलाले मैले यसरी अझै लङ प्रेस गरेर जुम गरेर यसलाई थोरै मैले तल लिन चाहे र यसलाई म तल लिएर गए। अब यहाँनिर म एउटा लेख्न चाहन्छु मैले मेरो टिकटक आइडी को मैले यहाँ लोगो दिन्छु मैले मेरो टिकटक आइडी को डियरमा र यो फुलै छ र यहाँनिर मैले स्टाइलमा गएर एउटा मैले स्टाइलमा कलर दिए र फन्टमा गएर मैले एउटा फन्ट चुज गरे। मलाई यही नै फन्ट ठिक लाग्यो र म धेरै भिडियो लङ नगर्ने हिसाबले म यसैलाई मुनि तानेर लगेर यतिकै छोडे। त्यहाँबाट मैले राइट गरिदिए र फेरि मैले यही नै त्यही फन्टमा ओके गरेर एमिनेसन लेखेको छ यहाँ एमिनेसन हेर्नुभयो एमिनेसनमा गएर यो खालको एबीसीडी लेखेको छ यो खालको एमिनेसन मैले लिए तपाईहरुलाई जानकारीको लागि मैले यहाँ देखाइदिन्छु यो खालको एमिनेसन लिए है त। मैले यो खालको एमिनेसन लिए यहाँ प्ले गरेर हेर्छु यहाँ यतिकै स्पिड जान्छ म बिचमा राखे जुन कि सङ हिसाबले मैले 1.2 सेकेन्डमा राखेर मैले यसरी प्रोसेस गरे है त। यसरी लोगो लिए मैले है भिडियो थोरै प्रोसेस गरे यसलाई नि बुढी औँलाको सहायताले मैले यसरी तान्दै गएर मैले सबको बराबरमा यहाँ राखिसके यतिकै तयार भइसक्यो। र अझै एउटा म टेक्स्ट गर्छु जस्तै हट ब्रोकन हैन मैले हट ब्रोकन भनेर दिइराको थिएँ थम्बनेलमा हट ब्रोकन रिङटोन दिइराको थिएँ त्यसको लागि मैले टाइपिङ गरे। यसको लागि पनि एउटा मैले फन्ट अलरेडी मेरो यो सिलेक्ट भएको छ यो फन्ट सिलेक्ट भयो र स्टाइलमा गएर मैले एउटा कलर लिदिए यसलाई पनि औँलाको सहायताले यसरी पक्रेर मैले माथि लगेर यसरी यसलाई पनि सेम सबै फन्ट जस्तै बराबर गरे र यसलाई नै मैले एमिनेसन दिएको थिएन सुरुमा देखाउँदा तर मैले एउटा एमिनेसन दिए यसलाई थोरै राम्रो देखिनको लागि र यसलाई पनि मैले सेम एमिनेसनै दिए सेम एमिनेसनै राम्रो देखिने रहेछ र यही नै दिए मैले यसलाई पनि तपाईको 3 सेकेन्ड वाला दिए है यसरी दिए। अब सबै काम मेरो सकियो
र यसमा अब बाँकी रह्यो तपाईँको सङ हाल्नुपर्ने र मैले एडमा गएँ गएर साउन्डमा गएँ र साउन्डमा गएर यहाँ छ यो म फाइलमा गएँ फाइलमा गएर मेरो मोबाइलमा छ जुन सङ र यहाँ एक्स्ट्रा अडियो फ्रम भिडियो भनिरहेछ यहाँनिर जानेर र मैले त्यो सङ डाउनलोड गरेको थिएँ त्यहाँबाट एक्स्ट्रा अडियो सङ भनेर आयो यहाँ आइसकेपछि यहाँ आयो यहाँनिर फेरि मैले प्लस गरेर यहाँ गएर एड गरेर मेरो यहाँ सङ आइसकेको छ सङ अलि 50 सेकेन्डको भएकोले म सङ लामो नराख्ने भएर जस्ट यो सङलाई यहाँनिर म स्पिड गरेर यहाँ काटिदिएँ अब यहाँ हाम्रो भिडियो कस्तो भयो तयार भयो म तपाईँहरूलाई देखाउने छु र यस्तरी तयार भइसकेपछि अब यहाँ गएर रिसिभमा गएर मैले फुल एचडीमा हाल्दिनँ 1080 धेरै फुल एचडी अझै पनि यसमा तपाईँले एचडी गरेर अझै गर्न सक्नुहुन्छ मैले एडजस्ट गरेर कन्ट्याक्टमा गरेर थोरै अझै एडजस्ट गरेर यस्तो बनाएँ यहाँ गएर तपाईँले सेभ गर्न सक्नुहुन्छ हस् त आजलाई भिडियो कपक्याट सम्बन्धीको रिङटोन बनाउने यति नै हो हस् त हजुर धन्यवाद थ्याङ्क यू सो मच जय नेपाल